म्याग्दीको बेनी बजार काली पुल काली गण्डकी पुल टर्मिनल भवन सार्वजनिक शौचालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेश आयुर्वेद चिकित्सालय थकाली माइला रेस्टुरेन्ट यो चाहिँ म्याग्दी खोला रुङ्गा गाउँपालिका बाटो राम्रो छैन काली गण्डकी चाहिँ काली भएर आइरहेछ म्याग्दी खोला चाहिँ सेतो छ बेनी बजार म्याग्दीको गाउँहरू रुङ्गा रघु गङ्गा गाउँपालिका पो रहेछ रघु गङ्गा गाउँपालिका गलेश्वर बजार दुर्गा बाबु यो मालढुङ्गाको बाटो त्यहाँ पारी पुगेर त्यो पुलमा जान सकिन्छ त्यो जलजला गाउँपालिका कुस्मा पर्वतको पुल बागलुङमा मध्य पहाडी राजमार्ग लोकमार्ग मान्छेहरू उहाँ चढेछन् तलबाट आएको हो पारी चाहिँ कुस्मा अलिक माथि बेनी म्याग्दी हजुर जाउँ न त जाउँ तपाईँ कता पढ्नुहुन्छ यतै हो यहाँ कति मास्टरसम्म छ क्या ब्याचलरसम्म चाहिँ होला कता कुस्मामा कुस्मातिर म गएन म यतै पर्वत पढ्छु ए
बागलुङ कालिका मन्दिर चाहिँ यो जङ्गलको बिचमा। एउटा काठमाडौँ नै पर्छन्। कतिमा अनि बिहे पढ्ने पर्दै उसमा पर त पानी छ मजाले, हजुर सिँचाइ पुग्छ मजाले सिँचाइ पुग्दैन, सिँचाइ कम छ। हो र? त्योभन्दा माथि उहाँ अगाडि एउटा रातो बिल्डिङ अँ देखियो, त्यो चाहिँ के हो? त्यो पञ्चकोट बागलुङको? बागलुङको। यता पनि बागलुङै पर्छ सबै? सब बागलुङ। यो तिरदेखि यता सबै बागलुङ। अनि यो खोलादेखि उता चाहिँ के अरे दाइ? यो नाइलीबाङ। नाग्लिबाङ, नाइलीबाङ जजला गाउँपालिका। जजला गाउँपालिका। त्यहाँभन्दा उता गयो ओ फर्से। ए अँ नाइलीबाङमा यस्तै झोलुङ्गे पुल छ ती। ए अँ अनि त्यहाँभन्दा उता गयो धाइरिङ। धाइलिङ अँ। धाइरिङभन्दा माथि ऊ पल्लो डाँडो देखियो मल्लाज। अनि कुस्मा चाहिँ कता भयो? कुस्मे यता भयो। यता पो कुस्मा फेरि? कुस्मे यता। ए मल्ला यो पर्वत हो। यहाँ पार्वती माता चाहिँ जन्मेको ध्यान गरेको गुफाहरू देख्न पाइन्छ। भूमि पाङ नगरपालिका गाउँपालिका? गाउँपालिका। नगरपालिका नगरपालिका भइसक्यो? भइसक्यो। त्यो त पर्वत त पहिलेदेखि तगडा हो। पर्वत नगरपालिका। यो पारी देखेको चाहिँ के गाउँ अरे दाइ? यो पञ्चकोट। ए राम्रो छ, सिजन राम्रो छ अहिले। ए हिजो कहाँ बस्नुभयो त तपाईँहरू? काठमाडौँबाटै? कति छिटो आउनुभयो त? राम्रो। ए बाटो खाली थियो होला नि त? ए हजुर। ए हस् हुन्छ हजुर। यो चाहिँ मुक्तिनाथ जाने, मुस्ताङ जाने बाटो, कालीगण्डकी करिडोर। यता मध्यपट्टि राजमार्ग, कालीगण्डकी बगिरहेछ, ड्राइभिङ ट्रायल्स सेन्टर भयो। यता पोखरा, मालढुङ्गाको पुल, पोखरा, कालिका मन्दिर, बागलुङ बजार। चारैपट्टि पर्वत। हस्पिटल रोड जान्छ। ट्राफिक चोक। सुशील खड्का राजसभाबाट विजयी पार्टी कार्यालय। बागलुङ बजार। एफएम चौक। हङकङ बजार।
गाडी चाहिँ ट्राफिक चोक बागलुङ नगरपालिका 2 हङकङ बजार गाडी ट्राफिक चोक ओमदाईको नम्बर दे त ओमदाईको नम्बर ल बागलुङ अदालत बागलुङ बजार ब्यारेक अदालत जिल्ला मध्य पहाडी लोकमार्ग बुर्तिङमाङको हालत यस्तो छ पुष्पलाल लोकमार्ग पुष्पलाल लोकमार्ग यति जब काम गर्न पनि बागलुङ बजार 3 किलोमिटर मूलपानी स्टोर बागलुङको बागलुङ हेटौँ केरा खेती काठे खोला गाउँपालिका